हेलो गाइज, न्यू डे न्यू ब्लग है। हेलमेट किन्दा चाहिँ हामीले अब जसले पनि जुन पनि हेलमेट किनेर लगाइदिरहेको हुन्छ। अझ म्याक्सिमम् मान्छेहरूले चाहिँ कस्तो गर्छ भने 3-4 हजारको पनि किने हुँदैन क्या। अनि नर्मली अब कोही कोही त अझ बाइक चलाउने पनि 1600, 1700, 2000 को हेलमेट ल्याएर हिँड्दा हुन्छ। अनि त्यो भनेको त एकदम सेफ्टीलाई नेग्लिजेन्स गरेको भयो नि त। त्यसो चाहिँ नगरौँ होइन। हामीले हेलमेट किन्दाखेरि बेसिक लेभलको सर्टिफिकेसन चाहिँ हेरेर किनौँ। आइएसआई सर्टिफाइड हुन्छ, बेसिक लेभलको सर्टिफिकेसन हो त्यो चाहिँ। अनि आइएसआई सर्टिफाइड अब त्यो चाहिँ बेसिक लेभलको सर्टिफिकेसन भएको भएर चाहिँ जुन पनि कपी हेलमेटमा होइन, डुप्लिकेट हेलमेटमा टाँसेको हुन्छ क्या पछाडि हो, त्यो अब यसो आफैले बुझेर टाँसेको हो भने स्टिकर, अझ म्याक्सिमम् स्टिकर हो भने नकिनौँ। अब ओरिजिनल हेलमेटहरूमा प्रिन्टै गर्दा हुन्छ त्यो आइएसआई सर्टिफाइड भनेर। अनि अर्को त्यसमा ध्यान राख्न के सकिन्छ भने त्यो कम्पनी चाहिँ अनलाइनमा सर्च गर्ने क्या, गुगलतिर सर्च गर्ने। अनि त्यसको आइएसआई सर्टिफाइड त्यो ओरिजिनल हो कि होइन, सर्टिफिकेसन ओरिजिनल हो कि होइन भनेर त्यहाँ अनलाइनमा सर्च गरेर अनि त्यसपछि मात्रै किन्दाखेरि अझ राम्रो। अनि अर्को भनेको हाम्रो आइएसआई पछि अर्को डिओटी सर्टिफाइड र इसी सर्टिफिकेसन हुन्छ। अनि डिओटी भनेको चाहिँ हाम्रो अमेरिकन सर्टिफिकेसन भयो क्यारे है। अनि आइएसआई भनेको युरोपियन भयो। अनि अब आइएसआईबाट अलिक माथि जाने हो भने हामीले डिओटी सर्टिफाइड भएकोसम्म किन्दा पनि एकदमै राम्रो हुन्छ है। अझ नर्मल युजहरू, नर्मल राइडहरू गर्नुहुन्छ डेली लाइफको, त्यही यो सिटीभित्र मात्रै राइड हो भने आइएसआई भयो नि ठिकै हुन्छ। तर अझ आइएसआई भन्दा आइएसआई र डिओटी भएको राम्रो भन्छु। अनि अब अलि धेरै राम्रो लेभलको सर्टिफाइड चाहिन्छ होइन, अलिक धेरै राम्रो लेभलको सेफ्टी चाहिन्छ भने चाहिँ त्यसको लागि चाहिँ हामीले फेरि कस्तो हाइबिम बालेर आउँछ क्या मान्छेहरू, यो बिहान बिहान र राति यो चलाउनेहरूले त। अनि यसो मजाको सेफ्टी चाहियो भने चाहिँ हामीले त्यही इसी सर्टिफाइड भएको नै हेर्नुपर्छ। अब इसी सर्टिफाइड भएको हेलमेटहरू अब अलिक महँगो पनि पर्छन् होइन, हाम्रो नेपाली मार्केटको हिसाबले। तर यो सस्तो ब्रान्डहरूको पनि छ। एपेक्स एक्सरहरू छ, एक्सर मोडलहरू 7-8 हजारदेखि सुरु हुन्छ क्यारे। अनि हाम्रो LS2 को भयो, केवाइटीको हेलमेटहरू भयो। अब हायर लेभलहरूमा जाने हो भने एकदम महँगो नै हेर्ने हो भने पनि एजिबीहरूको, केवाइटीहरूको पनि, LS2हरूको एकदम हायर रेन्जको छ। एमटीको छ है, सार्कको हेलमेट छ, तिनीहरू चुज गरौँ। अब अलिकति महँगो पर्छ। नर्मली बजेटमै खोज्ने हो भने पनि LS2 र एक्जर, अनि अझ अलिक बढाउन सकिन्छ भने केवाइटी, यिनीहरू चाहिँ एकदम राम्रो भनिन्छ। अझ एमटी पनि छ। यिनीहरूमा चाहिँ 3टै सर्टिफिकेसन हुन्छ है। आइएसआई पनि हुन्छ, अनि डिओटी नि हुन्छ, इसी पनि हुन्छ। अब आइएसआई सर्टिफिकेसन भन्ने चाहिँ हाम्रो इन्डियाको सर्टिफिकेसन भयो। यस्तै चाहिँ अब नर्मल इम्प्याक्ट टेस्टहरू मात्र गरेर पठा हुन्छ क्या त्यो भनेको। अब नर्मल सानोतिनो एक्सिडेन्टलाई ठिकै हो, हान्छ पनि। अनि डिओटीमा अलिकति, डिओटी र इसीमा अलिक बेसी एडभान्स लेभलको टेस्टहरू हुन्छ। अनि तिनीहरूले चाहिँ अलिक ठुल्ठुलो एक्सिडेन्टहरूबाट पनि बचाउँछ त्यो सर्टिफाइड भएको हेलमेटहरू ओरिजिनल छ भने।
अब मैले नि अहिले एक्सरको एपेक्स एक्सर युज गरिरहेको छु। एक्सरको हेलमेटहरू पनि राम्रो छ बजेटमा। राम्रो सेफ्टी चाहिन्छ भने चाहिँ एक्सर लिँदा पनि भयो, LS2हरू पनि लिँदा हुन्छ। LS2 र एक्सरहरू पनि उस्तै प्राइसमा आउँछ क्या। अनि अझ एक्सर भन्दा LS2 पनि राम्रो भन्छन् मार्केटमा। त्यो चाहिँ आफै कुन हुन्छ के हुन्छ आफैले बुझेर लिँदा चाहिँ एकदम राम्रो हुने भयो क्या है। अब तर सर्टिफाइड भएको मात्रै लिउँ, सर्टिफिकेसन छैन भने चाहिँ त्यो हेलमेटलाई एभोइड नै गरौँ। किनभने डेली युजको लागि सर्टिफाइड नभएको हेलमेट लगायौँ भने चाहिँ आफ्नै ज्यानसँग रिस्क हो नि त होइन। अब आफ्नो ज्यानसँग खेल्नु त भएन, सेफ्टी चाहिहाल्यो। अब यस्तो नर्मल हामी 40-50को स्पिडमा त हुन्छौँ, 60को स्पिडमा त भइहाल्छौँ यो बाटोमा पनि, यस्तै नर्मल सिटीमा पनि। अनि त्यत्तिको एक्सिडेन्टमा पनि ISI मात्र भएकोले त्यस्तो धेरै त्यो ठुलो एक्सिडेन्ट भइदियो भने बचाउँदैन क्या। त्यही भएर आफ्नो बजेट अनुसार भ्याउँछ भने ECE सर्टिफाइड भएको नै चुज गरौँ। DOT सर्टिफाइड, ECE सर्टिफाइड, अझ सबसे राम्रो चाहिँ तिनटै सर्टिफाइड भएको राम्रो। अनि अझ ISI छैन, अर्को DOT र ECE छ भने त्यो दुइटा मात्र भए पनि एकदमै बेस्ट हो। ISI नभए पनि फरक पर्दैन, किनभने ISI को त्यस्तो धेरै राम्रो लेभलको सर्टिफिकेसन होइन, त्यो त्यस्तो धेरै हार्ड टेस्ट हुँदैन त्यसमा। अलि सानोतिनो इम्प्याक्ट टेस्ट, बेसिक लेभलको इम्प्याक्ट टेस्ट मात्र हुने हो। त्यो कारणले ISI नभए पनि फरक परेन। DOT र ECE सर्टिफाइड चाहिँ हुनै पऱ्यो हेलमेट किन्दाखेरि। अब मान्छेहरूले जुन पनि हेलमेट लगाइदिरहेको हुन्छ क्या, त्यसरी चाहिँ अब सायद अगाडिको हेलमेटमा पनि छैन, ISI पनि छैन। ISI चाहिँ रहेछ, तर त्यो पनि कपी हेलमेट जस्तै छ है। ISI भए पनि त्यो सर्टिफिकेसन पनि डुप्लिकेट सर्टिफिकेसन हो जस्तो लाग्छ मलाई त्यसमा भएको चाहिँ। मैले हेलमेट नचिने नि हुनसक्छ अँध्यारोमा राम्रोसँग, त्यही भएर हेलमेट किन्दाखेरि चाहिँ एकदमै ध्यान दिएर मात्र किनौँ। अब सस्तो छ भनेर कसैलेको त काम बेच्ने हो, उसले त सस्तो छ यो लानु राम्रो छ भनिदिइहाल्छ। हामीले सस्तो हेऱ्यौँ भने अनि त्यसमा सेफ्टी चाहिँ जेरो हुन्छ क्या फेरि। अनि अब त्यो एकैचोटि किन्दाखेरि अब सर्ट टर्मको लागि हामीले पैसा जोगाउँलाौँ, तर पछि त्यही हेलमेट लाउँदाखेरि हाम्रो अलिक ठुलो एक्सिडेन्ट भइदियो भने त जे नि हुनसक्छ, डेथ पनि हुनसक्छ। अब या डेथ भएन भने पनि त्यो बेला जुन हस्पिटलमा खर्च हुन्छ नि त्यो त लाइक कहाँ हो हुन्छ होइन, एकदमै बेसी नै हुन्छ। त्यो कारणले पनि यो सस्तो अहिलेलाई सस्तो पर्छ भनेर चाहिँ नकिनौँ, अलिक पछिसम्मको लागि सेफ्टी हुने गरी किनौँ। अनि त्यो हेलमेटहरूको चाहिँ अर्को नि कुरा है, इफ हामी नाइट राइडहरू, नाइट भन्नाले अब पुरै नाइटै नभनौँ, बेलुकातिर घर फर्किने हुन्छौँ नि होइन, धेरैजना अफिसबाट आउँदा ढिला हुने, अँध्यारो हुने हुन्छ। अनि बिहान पनि अफिस कलेज जानलाई यस्तै अँध्यारोमै हिँडिरहने हुन्छौँ धेरै। त्यस्तो छ भने चाहिँ अर्को हामीले यो हेलमेट किन्दा के कोसिस गरौँ भने यसमा चाहिँ एन्टी फग पिन लक भएको वाला हेलमेट नै चुज गरौँ क्या। एन्टी फग छ भने हेलमेटमा जस्तै जाममा रोकिरहेको बेला पनि, मेन त जाममा रोकिरहेको बेला हो, गुड्दाखेरि त्यस्तो धेरै फगले इफेक्ट पार्दैन। तर जाममा रोकिरहेको बेला चाहिँ भाइजर खोलेन भने
भाइजर पुरै फगै फग हुन्छ अनि त्यहाँबाट जाम खुल्ने बित्तिकै अलि अगाडिसम्म त भिजिबिलिटी जेरो हुन्छ नि त। म नि पहिला अर्को हेलमेट युज गर्दा मेरो स्टोर्टको थन्डर मोडलको हेलमेट थियो, त्यसमा पनि त्यही बेसिक लेभलको सर्टिफिकेसन थियो। त्यो बेला खासै त्यस्तो धेरै उ गरिनँ, मैले ध्यान नदिकन किनेको। अनि त्यसमा के प्रब्लम भयो भने बिहान अब जहिले म त बिहान हिँड्नु पर्ने कलेजको लागि, अनि कलेजको लागि बिहान हिँड्दाखेरि फगै फग हुने। अब उताबाट आउँदा कहीँ जाम परिदिन्थेँ, त्यही जडीबुटीमा जाममा पर्थेँ अनि त्यहाँनिर पुरै फग भइदिन्थ्यो। ओहो, यसरी चाहिँ सिग्नल ब्रेक नगरौँ है, यस्तो गरौँ चाहिँ अलिक भएन। अनि बिहान फगै फग भइदिन्थ्यो। अनि त्यसपछि जडीबुटीबाट अगाडि पुग्दा कोटेश्वर अगाडिसम्म पुग्दा पनि त्यो स्क्रिनै क्लियर नहुने क्या, मतलब भाइजर क्लियर नहुने अनि नदेखिने बाटै। अनि कतिचोटि त त्यस्तै त्यो लो भिजिबिलिटीमा चलाउनु पर्ने क्या, अब भाइजर खोलेर नभ्याउने, ठ्याक्कै जाम खोलिहालिदिन्थ्यो। अनि त्यस्तै हुन्छ। त्यही भएर पिन लक छ भने त्यो पनि राम्रो हुन्छ। हेलमेट किन्दाखेरि चाहिँ त्यो पनि एउटा बेसिक निडै भनौँ न अहिले त। बिहान बिहान हिँड्ने, बेलुका धेरै हिँड्नेलाई एन्टी फग ग्लास हुन्छ भित्रबाट, त्यो भएको किन्नुभयो भने हजुर। एक्सरमा त दिन्छ है, कम्पनीले दिइरहेको हुन्छ। एलएस2हरूमा नि कुनैमा हुन्छ, कुनैमा चाहिँ आफैले हाल्नुपर्ने हुन्छ। त्यसले अलि राम्रो महँगो भर्जनमा पनि 8-9 हजार 7-8 हजारको एलएस2मा त हाल्नुपर्छ आफैले। अनि अलि हायर मोडलहरूमा चाहिँ हुन्छ, कम्पनीले हालिदिएको हुन्छ, त्यहाँबाट आउँदै हालेर आएको हुन्छ त। त्यही हो है। म नि कलेज पुग्न आएँ। अरू केही छ भने यसो कमेन्ट गरौँ। अब कति कुरा मलाई पनि थाहा भएको हुँदैन, मलाई पनि जम्मै कुरा थाहा हुँदैन, र थाहा भएको जति चाहिँ यसो सेयर गरौँ न। अब त्यो कुरा आफैले मात्रै थाहा पाएर के गर्ने हो र, मर्दा लान मिल्दैन। त्यही भएर जम्मैलाई भनिराखेँ, सेयर गऱ्यो फाइदा राम्रो हुन्छ। आजलाई भ्लग इन गरिदिउँ है, म नि कलेज पुगेँ।